देश बनाउने कुरा, जनतालाई आम्दानी कसरी हुन्छ, उनका खल्तीमा कसरी पैसा पुग्छ, कमाई कसरी हुन्छ र उनको आम्दानी र खर्चमा खर्च कटाएर आम्दानी बचतमा कसरी जान्छ भन्ने कुरालाई हामीले ध्यान दिनु पर्यो। यदि जनतालाई बचतको स्थितिमा पुर्याउन सक्यौँ, हरेकको आम्दानी बचतको स्थितिमा जान सक्यो भने देश धनी हुन कुनै समय लाग्दैन। गरिबी त निवारण भयो नै भने देश पनि धनी हुन्छ। यी कामहरूमा लागौँ। हामी शिक्षकहरू पनि हौँ र हामीले आफूलाई, मेरो आग्रह के छ भने, अलिक कतिपय ठाउँहरूमा म कस्तो देख्छु भने हामी आफूलाई कहिले कहिले अलिक नेता ठान्ने, कहिले कहिले सो गर्ने, यस्तो खालको प्रवृत्तिहरू देखिन्छ। मिडियाको खपतका लागि बोल्ने, मिडियाको खपतका लागि बोल्न जरुरी नै छैन। देशको खपतका लागि बोलौँ, जनताको खपतका लागि बोलौँ, जनताको जीवनमा परिवर्तन ल्याउनका लागि बोलौँ, हाम्रो शैक्षिक स्तर उठाउनका लागि बोलौँ, हाम्रो स्वास्थ्य स्तर उठाउनका लागि बोलौँ। मलाई खुसी लागेको छ, मैले अघिल्लोपल्ट 396वटा आधारभूत हस्पिटलहरू, 5, 10 र 15 बेडका हस्पिटलहरू एकैपल्ट शिलान्यास गरेको थिएँ। त्यसले बीचमा केही तलमाथि परे पनि अहिले धेरैवटा बनिरहेका छन्। कतिवटा बनिसकेर मैले आफैले पनि त्यसको उद्घाटन गरिसकेका छु। कति चल्न थालेका छन्, राम्ररी चलेका छन्, कति चल्ने अवस्थामा पुगेका छन्, कति निर्माणाधीन छन्, निर्माण हुँदैछन्, हुन बाँकी रहेका पनि निर्माण हुन्छ। कतिपय मान्छेहरूले मलाई भन्छन् भने पालिकामा किन आधारभूत हस्पिटलहरू किन चाहिए, त्यो स्तरको स्वास्थ्य सुविधा किन चाहियो पालिका भनेको? एउटा पालिका भनेको धेरैवटा गाविस हुने जग्गा। हिजोका गाविस त एउटा वडा बनिरहेको छ अहिले। यस्तो अवस्थामा आजका वडा, हिजोका पालिका, गाविस भन्थ्यौँ हामी। धेरैवटा गाविस मिलेर तिनलाई वार्डमा परिणत गरेर एउटा पालिका बनेको छ अहिले। जनसङ्ख्या पालिकाको ठुलो छ। दुर्गम देश छ हाम्रो, पहाड डाँडा काँडा भएको, कहाँबाट कहाँ पुर्याउने? त्यहाँ यदि स्वास्थ्य सुविधा, प्राथमिक तहको पनि स्वास्थ्य सुविधा छैन भने अनि मान्छे मर्छ। त्यसकारण हामीले अति जटिल, अति गम्भीर विषयहरूमा हेलिकप्टर रेस्क्यु गर्ने, सुत्केरी हुने अवस्था लगायतका कुराहरूमा ती प्रबन्ध गऱ्यौँ भने अरू ठाउँमा आधारभूत हस्पिटलहरूको प्रबन्ध गऱ्यौँ। त्यसै गरी शिक्षा क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा हामीले थुप्रै कामहरू गऱ्यौँ। फेरि पनि गर्नुपर्छ। म जसको फेरिस्त हामीले के काम गऱ्यौँ, के गर्दैछौँ, कसरी अगाडि बढ्ने, सबै कुराको फेरिस्त होइन। मैले खालि एउटा डिरेक्सनको मात्रै कुरा गरेको। हामी कसरी काम गर्दैछौँ, हामी कसरी अगाडि बढ्दैछौँ र कसरी अगाडि बढ्नुपर्छ। उत्पादनका लागि हामीले विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्छ। शिक्षाको लागि हामीले विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्छ। स्वास्थ्यका लागि हामीले विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्छ। र आधुनिकीकरणका लागि, देशको आधुनिकताका लागि र मानव जातिले विकास गरेका सुविधाहरू जस्तो यो हल, यसमा वातानुकूलित छ, बाहिर गर्मी छ, यहाँ गर्मी छैन। यो मानव जातिले प्राप्त गरेका, विकास गरेका सुविधाहरूको हामीले प्रयोग गरिराखेका छौँ। यी डेस्क टेबल, माइक, बिजुली, कुर्सी टेबल, यी सबै कुराहरू हामी मानव जातिले प्रयोग गरिआएका, प्रयोग गर्ने लेभलमा पुगेका, पहिले नभएका यो अहिले विकासले अगाडि बढाएका कुराहरूको प्रयोग गर्ने ठाउँमा पुगेका छौँ। हामी दुनियाँ सँगसँगै अगाडि बढिरहेका छौँ। अन्यत्रका विकसित देशका पनि यस्तै हो। विकसित देशहरूका सभा हल पनि यस्तै हो। यसै गरी बसिया हुन्छ, यसै गरी चलाएको हुन्छ, यस्तै टेबल हुन्छन्, यस्तै कुर्सी हुन्छन्, यही हो। त्यहाँ पनि सुनका हुँदैनन्, चाँदीका हुँदैनन्, यस्तै लेदरका हुन्छन्, काठका हुन्छन्, अरू कपडाका हुन्छन्, यस्तै चिजहरूका हुन्छन्। हामी अगाडि बढिराखेका छौँ, बढ्छौँ। केही भएन होइन, थुप्रो भएको छ विकास। 33% महिला आज पार्लियामेन्टमा हुनुहुन्छ, आरक्षित छ। अरू सबै
क्षेत्रहरू आरक्षित गरिकन हामीले अगाडि बढाएका छौँ। तर हामीले बढाउनु पर्ने आरक्षण होइन। आरक्षण बढोस् बढोस् भन्ने भन्दा पनि हामी कसैले भनिराखेका छैन आरक्षण बढोस् भनेर, तर त्यतापट्टि होइन, हामी क्षमता वृद्धिका अवसर पाऊँ, क्षमता बढाउन पाऊँ, छोराछोरी राम्रो ठाउँमा पढाउन पाऊँ, उनीहरूको स्किल वृद्धि गर्न पाऊँ, उनीहरूलाई दक्ष नागरिक बनाउन पाऊँ। हाम्रा प्रयास त्यसमा हुन्छन्। हामी भविष्यतर्फ उन्मुख छौँ। हामी युवाहरूतर्फ, हामी विद्यार्थीहरूतर्फ, हामी बालबालिकाको राम्रो स्याहार सम्भार र तिनलाई उचित ढङ्गले भविष्यका योग्य र सक्षम नागरिक बनाउने त्यस कामतिर हामी लागिरहेका छौँ। त्यसर्थ हामी हिँड्नुपर्ने बाटो यो हो, आजको बाटो। हाम्रा पुर्खाहरूले भने विश्व नै एउटा गाउँ हो, वसुधैव कुटुम्बकम। सबै हाम्रा दाजुभाइ दिदीबहिनीहरू हुन्, सबै कुटुम्बहरू हुन्, दाजुभाइ दिदीबहिनीहरू हुन्। त्यही भावना फेरि लिएर मानवतावादी चिन्तनका साथ, मानव सर्वोपरि कुरा हो, मानवको हित, मानवको कल्याण, मानवको भलाइ, मानवको भविष्य, यसका लागि हामीलाई वातावरण, पर्यावरण, वातावरणीय सन्तुलन, इकोसिस्टमको सुरक्षा संरक्षण, यी सबै किन चाहियो भन्दा मानव जातिको भविष्यको लागि। त्यसकारण मानव जातिको भविष्यको लागि आजदेखि नै हामी हाम्रा प्रयासहरूलाई सचेत र योजनाबद्ध ढङ्गले अगाडि बढाउन क्रियाशील भएका छौँ। मैले विश्वास लिएको छु यो प्रदेशलाई, यस प्रदेश सभाले त्यसै गरी नेतृत्व दिनेछ, अगाडि बढाउनेछ। मैले विश्वास लिएको छु यो प्रदेश सभाले राम्रा कानुनहरू तर्जुमा गर्नेछ र तिनको कार्यान्वयन प्रदेश सरकारले राम्ररी गर्नेछ, सक्रियता र सक्षमताका साथ गर्नेछ, मैले विश्वास लिएको छु। यदि सङ्घीय सरकारबाट केही गर्नु परेमा सङ्घीय सरकार सधैँ साथमा छ तपाईँहरूको भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु। एउटा मान्छेहरूले के भने यो यस्तो भएन र उस्तो भएन भन्ने कुराहरू गर्ने, चर्को स्वरमा गर्ने बानी छ। त्यो अहिलेको सरकारका लागि चर्को स्वरै चाहिँदैन। यसो गरौँ भन्दाखेरि सहजै बुझिने, सहजै त्यसलाई स्वीकारिने र त्यसमा तर्क गरिने, बहस गरिने, यसो गरौँ भन्दा गरौँ भन्ने। अहिलेको सरकार त्यस्तो सरकार हो, जनताका कुरा नसुन्ने त्यस्तो सरकार होइन। अलिक ठुलो आवाज डाङडाङ डुङडुङ पारेपछि सुन्ने होइन, बिस्तारै पनि यो सरकारले सुन्छ। किन यो जनताका कुरा सुन्नका लागि, जनप्रतिनिधिका कुरा सुन्नका लागि यो सरकार बने हो, नत्र सरकारै बन्नका लागि किन सरकार बन्नु पर्यो। र मैले प्रधानमन्त्रीको हैसियतले, तपाईँहरूलाई थाहा छ म कतिपल्ट अपरेसन गरेर, 2 पल्ट त किडनी ट्रान्सप्लान्ट नै गरेर बाँचेका मान्छे हो, कतिपल्ट कस्ता कस्ता अपरझट बिमारीहरूले पनि अपरेसन गरेर बाँचेका मान्छे हो। र अघि भर्खर हाम्रो चिफ गेस्ट हुनुहुन्थ्यो, 101 वर्षको मान्छे, प्रोफेसर, डाक्टर, 101 वर्षको चिफ गेस्ट हुनुहुन्थ्यो। भर्खर 73 पुरा भएर 74 लागे। मैले त ठिकै छु भन्नुपर्छ, बुढो भएँ भन्न मिलेन। किन 101 वर्षकोलाई चिफ गेस्ट बनाएर अघि भर्खर आएको छु। अब उहाँको अगाडि मैले बुढो भएँ भन्न मिल्यो? त्यसो भएर बुढो भएँ भन्न त मिल्दै मिलेन। उहाँ कम्तीमा 28 वर्ष मभन्दा जेठै हुनुहुन्छ, अनि मैले त उमेरको त कुरा गर्न भएन। तर पनि म यति दुःख पाएको पृष्ठभूमिबाट आएर अहिले पनि रात दिन एकजुट किन गर्नु परेको थियो र? मैले यस देशको मुहार फेर्नका लागि नै राम्रो कामको नेतृत्व गरौँ, अगुवाई गरौँ भनेरै यो गर्न खोजेको। मलाई कुनै प्रकारको लफडा गर्न मन छैन, कसैसँग वाद विवादमा अल्झिन मन छैन, केही पनि मन छैन। मलाई खालि जनताका कुरा सुन्ने, जनताका आकाङ्क्षा पुरा गर्ने, जनताका भावनालाई सम्बोधन गर्ने, त्यसमा मेरो रुचि हो।
अब मान्छेले नबुझेर कहिले कहिले केही कुराहरू गरिदिन्छन्, त्यो उनीहरूको कुरा हो। तर म सबैका कुरा सुन्न तयार छु। टाइम भयो। सबैका कुरा म सुन्न तयार छु। सबैका कुरालाई यथोचित ढङ्गले छलफल गर्न, बहस गर्न तयार छु। राम्रा कुरा छन् ग्रहण गर्न तयार छु। कतिवटा कुराहरू मिलेका छैनन् भने म सम्झाउन पनि तयार छु। सम्झाएर यसो गर्नु ठिक हुँदैन, यसो गरौँ भन्न तयार छु। म राष्ट्रिय एकताको पक्षमा छु, अनेकताको पक्षमा छँदै छैन। राष्ट्रिय एकताको मैले जहिलेसुकै पनि मेरो मुखबाट कसैले पनि अनेकता, फाटो आदिका कुरा सुन्नुहुन्न। मैले सदैव राष्ट्रिय एकता भनेको छु। सधैँ राष्ट्रिय एकता। मैले सधैँ शान्तिपूर्ण बाटोबाट अगाडि जाउँ, मेरो सधैँ निवेदन त्यही छ सबैसँग। र मैले साथीहरूलाई यिनै भावनाहरू राखौँ भनेर विचार गरेको थिएँ। र म सबै मान्य साथीहरूलाई, सभासदज्यूहरूलाई धन्यवाद भन्न चाहन्छु। तपाईँहरूले मेरो कुरा सुन्नुभयो, मनन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। र म यस प्रदेशको उन्नतिका लागि अत्यन्तै व्यग्र छु र तपाईँहरूका प्रयासमा मेरो साथ रहन्छ। म साथै छु, अघि पनि मैले भने। र यस प्रदेशका जनताको सुखका लागि, खुसीका लागि, यस प्रदेशको समृद्धिका लागि म सधैँ क्रियाशील रहनेछु। सबैमा धेरै धेरै शुभकामना छ। सबैको भलो होस्। सभामुखज्यूलाई धेरै धेरै धन्यवाद। माननीय सदस्यज्यूहरू, अब हामी सम्माननीय प्रधानमन्त्रीज्यूलाई ससम्मान बिदाई गर्छौँ र माननीय सदस्यज्यूहरू, अब यो बैठक 15 मिनटका लागि स्थगित हुन्छ।